नमस्ते। सोच्नुस् त, एउटा यस्तो समुदाय जहाँ सानो सानो परिवर्तनले पनि ठूल्ठूला सपनाहरूलाई साकार पार्न सक्छ। हो, आज हामी यस्तै एउटा समुदाय धबाङको भविष्यको खाकालाई अलि नजिकबाट हेर्दैछौँ। ल, सुरु गरौँ है त। कुनै समुदायको भविष्य आखिर बन्छ कसरी? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो, हैन त? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ, तर धबाङको उदाहरण लिएर। त्यहाँ एउटा यस्तो योजना छ जसले पुरै समुदायको मुहार फेर्ने लक्ष्य बोकेको छ। ल, आजको हाम्रो यो विश्लेषण 5 खण्डमा हुनेछ। सुरुमा धबाङको विकासको खाका हेर्छौँ, त्यसपछि त्यहाँका चुनौतीहरू के छन् अनि समाधानका योजनाहरू के कस्ता छन् भनेर बुझ्छौँ, र अन्त्यमा विकासको श्रृङ्खला र एउटा उज्जवल भविष्यको परिकल्पनासम्म पुग्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, धबाङको विकासको खाका। यहाँ हामी त्यो योजनाको एकदमै जगमा पुग्छौँ जसले बिजुली, बाटो, सञ्चार जस्ता आधारभूत कुराहरूबाटै एउटा ठूलो परिवर्तन ल्याउने सपना देखेको छ। अब लागौँ धबाङको वास्तविकतातर्फ। कुनै पनि समाधानको कुरा गर्नुभन्दा पहिले त्यहाँका मानिसहरूले दिनौँ भोगिरहेका मुख्य चुनौतीहरू के हुन् त त्यो बुझ्न एकदमै जरुरी छ। धबाङको प्रगतिमा हेर्ने हो भने खास गरी 4वटा ठूला बाधाहरू देखिन्छन्। पहिलो, बिजुलीको पहुँच एकदमै कम छ। दोस्रो, चाहिने ठाउँमा पुलहरू छैनन्। तेस्रो, फोन नेटवर्क भरपर्दो छैन। अनि चौथो, खेतीपाती गर्ने तरिका अझै पनि पुरानै छ। आउनुहोस् यिनीहरूलाई एक एक गरेर केलाउँ। सबैभन्दा पहिलो र सायद सबैभन्दा ठूलो चुनौती नै बिजुलीको अभाव हो। पेवा जस्ता ठाउँहरूमा त अहिलेसम्म नेशनल ग्रिड नै पुगेको छैन। एकछिन सोच्नुस् त, बिजुली नहुँदा केटाकेटीको पढाइ, सानातिना उद्योग धन्दा अनि मानिसहरूको दैनिकी कस्तो होला? यो हेर्दा त झनै गम्भीर वास्तविकता देखिन्छ। धबाङ खोला, दोभान जस्ता ठाउँमा एउटा पुल छैन। यसको असर के हुन्छ त भन्दा, बर्खा लाग्यो कि गाउँ नै सम्पर्क बाहिर। मतलब बजार जानु पर्यो, स्कुल जानु पर्यो या अस्पताल नै जानु पर्यो भने पनि बाटो बन्द। अनि तेस्रो चुनौती, सञ्चार। चारखुरेमा जुन सोलरबाट चल्ने टावर छ, त्यसले राम्रोसँग कामै गर्दैन। अब यसले के भयो भन्दा मानिसहरू आफ्नो परिवार, आफन्त र बाहिरी दुनियाँबाटै छुट्टिन्छन्। झन् कुनै आपद विपद पर्यो भने त कति ठूलो जोखिम हुन्छ सोच्नुस् त। र अब चौथो चुनौती, कृषि। अहिलेको जमानामा चाहिने औजार, मलबिउ अनि अन्य सुविधाहरूको कमीले गर्दा यहाँको आर्थिक सम्भावना नै खुम्चिएको छ। किसानहरू पुरानै तरिकाले खेती गर्न बाध्य छन्। अब त्यसले न उत्पादन बढ्छ न त आम्दानी नै। ल, चुनौतीहरू त थाहा पाइयो, तर अब अलिकति आशाको कुरा गरौँ है। यो खण्डमा हामी यी समस्याहरूलाई जरैदेखि उखेल्न बनाइएका एकदमै ठोस र व्यावहारिक योजनाहरूबारे कुरा गर्नेछौँ। यो जुन योजना छ नि, यसलाई 3वटा सिधा चरणमा बाँडिएको छ। स्टेप 1, बिजुली र फोनको लाइन ठिक गर्ने। स्टेप 2, पुलहरू बनाउने। अनि स्टेप 3, खेतीपातीलाई आधुनिक बनाउने। पहिलो चरण भनेको एउटा बलियो जग तयार पार्नु जस्तै हो। लक्ष्य एकदमै क्लियर छ। जहाँ जहाँ बिजुली पुगेको छैन त्यहाँ नेशनल ग्रिड पुर्याउने, अनि त्यो फोन टावरलाई पनि ग्रिडमा जोडिदिने। यसो गर्दा के हुन्छ, बिजुली र सञ्चार दुवै 24 घण्टा भरपर्दो हुन्छ। दोस्रो चरणमा मानिसहरूको आवत जावतलाई सहज बनाउने कुरा छ, खास गरी अत्यावश्यक सेवाहरूसम्म पुग्न सजिलो बनाउने। यसका लागि धबाङ खोला, दोभान जस्ता ठाउँमा मान्छे हिँड्न र गाडी गुड्न मिल्ने पक्की र बलियो पुल बनाउने योजना छ। अनि तेस्रो चरणले त सिधै स्थानीय अर्थतन्त्रलाई नै छुन्छ। किसानहरूलाई सिँचाइ गर्न बिजुलीको पम्प दिने, राम्रो खालको बिउ बिजन उपलब्ध गराउने अनि तालिम पनि दिने। यसले उहाँहरूको उत्पादन र आम्दानी दुवै बढाउन मद्दत पुग्छ। अब एउटा रमाइलो कुरा हेरौँ, यी समाधानहरू कसरी एकअर्कासँग जोडिएका छन्। एउटा कामले कसरी अर्को कामलाई सघाउँछ। यो त विकासको एउटा चेन रियाक्सन जस्तै हो, जसलाई हामी विकासको श्रृङ्खला पनि भन्न सक्छौँ। यो श्रृङ्खलाको सुरुवात एकदमै सरल छ, तर एकदमै शक्तिशाली। सबैभन्दा पहिले गाउँमा आएको बिजुलीले पानी तान्ने पम्पहरूलाई चलाउँछ। त्यसपछि ती पम्पहरूले खेतबारीमा पानी पुर्याउँछन्। अब किसानहरूले आकाशको पानी मात्रै कुरेर बस्नु परेन, जहिले चाहियो त्यहीले सिँचाइ गर्न पाए। अनि यसको सिधा असर के भयो त? सिँचाइ राम्रो भएपछि बाली सप्रियो, उत्पादन बढ्यो। अनि उत्पादन बढेपछि किसानको आम्दानी पनि सिधै बढ्यो।
हेर्नुस् त, एउटा सानो लगानीले कस्तो राम्रो चक्र सुरु गर्यो। र यो योजनाको सबैभन्दा सुन्दर पक्ष नै यही हो। यो कुरा कृषिमा मात्रै सीमित छैन। हरेक विकासले अर्को विकासलाई तान्छ। जस्तै पुल बन्दा स्थानीयले काम पाए, बिजुली आएपछि सिलाइ कटाई, डेरी जस्ता साना साना घरेलु उद्योगहरू खुले, अनि त्यही पुलले ती उद्योगका सामान बजारसम्म पुर्याउन मद्दत गर्यो। यो त विकासको एउटा कहिल्यै नरोकिने चक्र हो। ल, अब हामी अन्तिम खण्डमा आइपुगेका छौं। यहाँ हामी परिकल्पना गरौँ कि यदि यो योजना साँच्चीकै सफल भयो भने धबाङको भविष्य कस्तो देखिन्छ होला त? यो योजनाका मुख्य फाइदाहरूलाई हामी 4वटा कुरामा हेर्न सक्छौं। पहिलो, स्थानीय स्तरमै रोजगारी बढ्छ। दोस्रो, विकास दिगो हुन्छ। तेस्रो, स्थानीय मानिसहरूको आम्दानी बढ्छ। अनि चौथो, बजार र अरू सेवाहरूसम्म समुदायको पहुँच एकदमै राम्रो हुन्छ। छोटकरीमा भन्नुपर्दा यो योजनाको अन्तिम लक्ष्य एउटै हो, धबाङलाई एउटा यस्तो समुदाय बनाउने जो बाहिरी संसारसँग जोडिएको होस्, आर्थिक रूपमा बलियो होस्, आत्मनिर्भर होस् र जहाँका मानिसहरूले एउटा गुणस्तरीय जीवन जिउन सकुन्। र अन्त्यमा एउटा प्रश्नमा गएर टुङ्ग्याउँ, धबाङको यो योजना के एउटा गाउँको कथा मात्रै हो, कि यस्तै चुनौतीहरू झेलिरहेका नेपालका अरू हजारौं गाउँहरूका लागि पनि यो एउटा आशाको दियो बन्न सक्छ? यसबारे सोच्न सकिन्छ। धन्यवाद।